फेरि अर्को छ यसलाई चाहिँ मैले अलिक ठुलो ड्रममा यसरी ड्रम ल्याएर यसमा रोपेको छु हेर्नु मेरो अङ्गुर फलेको थ्याङ्क यू सो मच लर्ड देख्नु ओ माई गड परमेश्वरले चाहिँ मेहनती हातलाई आशिष दिनुहुन्छ है माई गड ल हेर्नु त तिमीहरूले सोचेको भन्दा तिमीहरूले मनमा कल्पना गरेको भन्दा कयौँ गुणा तिमीहरूले मागेको भन्दा कयौँ गुणा आशिष चाहिँ तिमीहरूको लागि मैले राखेको छु भनेर हाम्रो परमेश्वरले भन्नुभएको छ हेर्नु न ओ माई गड ल झुप्पा झुप्पा हेर्नु न ओ माई गड ल हेर्नु त यिनीहरू भर्खरै बच्चा हो कि अब हुर्किँदैछ है अब मेन चाहिँ मैले यिनीहरूलाई बचाउनु पर्यो चरादेखि अब यसमा मैले नेट ल्याएर राख्ने विचार गरेको छु वा वा ल हेर्नु प्रभुलाई महिमा होस् उहाँको सन्तानलाई कति धेरै उहाँले आशिषित बनाउनुहुन्छ ल हेर्नु त हो माई गुडनेस थ्याङ्क यू सो मच लर्ड जिजस यसमा पनि छ भने हेर्नु यो चाहिँ मैले सानो हेर्नु है ग्रो ब्यागमा मैले सानो ग्रो ब्यागमा रोपेको छु ठाउँ नभएर है फाल्न माया लाग्यो अङ्गुर चाहिँ मैले हाँगाबाट सारेको फेरि हेर्नु यत्रो सानोमा पनि मजाले फलेछ भने ल हेर्नु त ल हेर्नु वा वा गाउँको आशिष यस्तो हो नि त है ओहो नि त हाम्रो घरको टुकुटीमा भरेर पोखुन्जेल के खाँदीसम्म उहाँले चाहिँ आशिष दिन्छु भनेर हामीलाई बाचा गर्नुभएको छ नि त्यो बाचा चाहिँ उहाँले पुरा गर्नु नै हुन्छ कि यसको नाममा हेर्नु नि यहाँ ल हेर्नु ल खाँदी छ कि यहाँ यो रुखमा अब ठाउँै छैन हेर्नु न कति धेरै झुप्पा झुप्पा छ प्रभुलाई एकदम धन्यवाद होस् हालेलुया थ्याङ्क यू लर्ड जिजस ओ माई गुडनेस यत्रो भाँडामा रोपेको अङ्गुर अब यो फलेपछि पाकेपछि म फेरि यसको भिडियो बनाएर हाल्छु